मलाई हटाउन 2081 चैत्र 11 गते मन्त्री परिषदको बैठकको तयारी भइरहेको दिन पनि म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने काममा खटिरहेको थिएँ। नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्, तर नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन।